अहिले देख्न सक्छौ आदरणीय दर्शकबिन, अहिले म यो सिमल पानी वार्ड नम्बर 13 अन्तर्गत पर्ने हिटनटोला भन्ने ठाउँमा छु। र यहाँ एकदम दृश्य सफा सुन्दर हराभरा राम्रो छ। पछिल्लो समय जनसाङ्खिक बसाइसराई गर्नाले यहाँ एकदम सुनसान, बढ्दो रूपमा सुनसान छ। गाउँ बस्ती सुनसान छ। भएका खेती किसान छिन्न भिन्न छन्। कता कति ठाउँमा देख्न सकिन्छ मकै राम्रो छ, बाली राम्रो हुन्छ। तपाईँ अहिले देख्न सक्नुहुन्छ यो वडा नम्बर सिद्धगङ्गा नगरपालिका वडा नम्बर 13 अन्तर्गत पर्ने हिटनटोला ठाउँमा पर्दछ। समग्रमा यहाँ दृश्य एकदम राम्रो देखिएको छ। साँझी पखको झिसमिसेको साँझ पर्न लागेको छ। एकदम राम्रो, धेरै राम्रो छ। र यो माथिको किर्तिपुरको डाँडा भन्छ, यो पनि धेरै राम्रो छ। पहिला यहाँ एकदम भालु लाग्ने ठाउँ हो, र अहिले चाहिँ नि त्यस्तो चाहिँ सम्भावना प्रबल छ। त्यस कारणले गर्दाखेरि ठाउँ चाहिँ राम्रो छ, एक नम्बर छ ठाउँ चाहिँ। बस्तीहरू सबै कुरा राम्रो छ। र यहाँ चाहिँ नि एउटा भौगोलिक दृष्टिकोणले सिद्धगङ्गा नगरपालिका ठुलो भएको कारणले गर्दाखेरि विकास बजेट कम हुँदाखेरि बाटोघाटोको अवस्था त्यति राम्रो छैन। अरू समग्र रूपमा राम्रै रहेको छ।